रिस्टेतो एउटा एस्प्रेसो कफी हो, तर यसमा केही फरकहरू हुन्छ। रिस्टेतो इटालियन शब्द रेस्ट्रिक्टेड सीमितबाट आएको हो। यसको मतलब कम पानी प्रयोग गरेर बनाएको एस्प्रेसो। यसमा त्यही मात्र कफी पाउडर प्रयोग हुन्छ जुन एस्प्रेसोमा हुन्छ, तर आधा मात्र पानी चलाइन्छ। एस्प्रेसोमा भन्दा फरक के हुन्छ भने एस्प्रेसोमा कफीसहित पानी सँगै 30 ml निस्किन्छ भने रिस्टेतोमा 15 ml मात्रै निस्केको हुन्छ। स्वादको कुरा गर्दा एस्प्रेसो चाहिँ स्ट्रङ, कहिलेकाहीँ तितो स्वाद आउँछ भने रिस्टेतोमा कम तितो स्विटनेस हामीले पाउँछौँ। क्याफिनको मात्रा एस्प्रेसोमा अलिक बढी हुन्छ भने रिस्टेतोमा अलिक कम हुन्छ, तर स्वाद भने स्ट्रङ नै पाउन सकिन्छ। एक्सट्र्याक्सन टाइम भनेको एस्प्रेसोको लागि 20 to 30 सेकेन्ड, सिंगल सर्टको लागि 20 to 25, डबल सर्टको लागि 25 to 30 सेकेन्ड हुन्छ भने रिस्टेतोको लागि छोटो समय हुन्छ, 15 सेकेन्डको मात्र हुन्छ। रिस्टेतो निकाल्नको लागि छोटो समय मात्र प्रयोग हुने भएको भएर पछि आउने तितो भाग चाहिँ निस्किनको लागि समय पुग्दैन। त्यसैले यसमा सुरुमा निस्किने स्विट कम्पाउन्ड्सहरू मात्रै निक्लिन पाउँछ। त्यस्तै एस्प्रेसो इटालियन शैलीको कफी हो जसमा हाई प्रेसर र तातो पानी प्रयोग गरेर पिसिएको कफीबाट गाढा गहिरो स्वाद निकालिन्छ। यो सबै कफी ड्रिङ्क्स जस्तै लाते, क्यापचिनो, अमेरिकानो आदिको मूल आधार हो, कफीहरूको बेस हो। कफी बिन्सलाई फाइन ग्राइन्ड गरिन्छ, करिब 8 to 9 ग्राम कफी पाउडर पोटाफिल्टरमा हाल्छ र राम्रोसँग टेम गरिन्छ। करिब 9 बार प्रेसर र 90 to 96 डिग्री सेन्टिग्रेड तातो पानीलाई 20 to 25 सेकेन्ड जति समय चलाइन्छ। त्यसबाट करिब 30 ml गाढा कफी एस्प्रेसो सर्ट तयार हुन्छ। यसको स्वाद चाहिँ स्ट्रङ, हल्का तितो हुन्छ। यसको बनावट बाक्लो र क्रेमा सहित माथि सुनौलो क्रिमको तह हुन्छ, जसलाई चाहिँ क्रेमा भनिन्छ। यसबाट प्रबल र सुन्दर रोस्टेड बास्ना अरोमा लिन सकिन्छ। एउटा सिंगल सर्ट एस्प्रेसो 30 ml को हुन्छ। क्याफिन यसमा 75 mg को क्याफिन हुन्छ। पानी धेरै कम, त्यसैले गाढा हुन्छ। एक्सट्र्याक्सन टाइम भनेको 20 to 25 सेकेन्ड्सको हुन्छ। प्रेसर 9 बार्समा हुन्छ। यसरी बनाइएको एस्प्रेसोमा हामीले हट वाटर एड गरेर अमेरिकानो बनाउन सकिन्छ। त्यस्तै डोपियो इटालियन शब्द हो जसको अर्थ डबल भन्ने हुन्छ। यसमा 2 पटक एस्प्रेसो अथवा एस्प्रेसोको डबल सर्ट बनाइएको हुन्छ। कफी पाउडर 18 to 20 ग्राम युज गरिन्छ। एस्प्रेसो जस्तै 9 बार प्रेसरमा 25 to 30 सेकेन्ड पछि हामीले आउटपुट 60 ml पाउन सक्छौँ। साधारण रूपमा भन्दा डोपियो भनेको 2वटा सर्टको एस्प्रेसो हो एकै कपमा। यसको स्वाद अझ गाढा, बलियो र भरपूर क्याफिनयुक्त हुन्छ। बाक्लो क्रेमा सहित प्रबल आरोमा पाउन सक्छौँ। बिहान जगाउन वा ध्यान केन्द्रित गर्नको लागि यो एकदमै उत्कृष्ट हुन्छ। एस्प्रेसोमा हामीले 30 ml पाउन सक्यौँ भने डोपियोमा 60 ml पाउन सक्छौँ। कफी पाउडर 9 ग्राम एस्प्रेसो सिंगलमा, डोपियोमा 18 ग्राम युज हुन्छ। क्याफिन सिंगलमा 75 mg हुन्थ्यो भने डोपियोमा 150 mg को क्याफिन हुन्छ। स्वाद एस्प्रेसो गाढा हुन्थ्यो भने डोपियो अझ धेरै गाढा र प्रबल हुने गर्छ। डोपियो प्राय ती मानिसहरूले खोज्छन् जो बलियो, गहिरो र ऊर्जावान कफी चाहन्छ, विशेष गरी बिहान काम सुरु गर्नु अघि वा लामो अध्ययन काम सकिएपछि यो पिउने गरिन्छ।